हेलो एभ्रिवान, हामी चाहिँ अस्ति सोमबार मन्डे चाहिँ दक्षिणकाली मन्दिर गएको थियौँ अनि भिडियो हाल्नलाई चाहिँ ढिला भयो। म चाहिँ बिजी भएर भिडियो हाल्न पाएको थिइनँ। आज चाहिँ म भिडियो हाल्दैछु। हामी चाहिँ 4 जना गएको थियौँ, भाइ बहिनी अनि म। त्यसपछि यो चाहिँ बल्खु जाने गाडीमा हामी चढेर गएको थियौँ, माछापोखरीबाट चढेर। अनि बल्खुबाट चाहिँ दक्षिणकालीको गाडी लाग्छ अनि हामी चाहिँ यहाँ दक्षिणकालीको लागि गाडी कुर्दैछौँ। गाडी आएर हामी यसरी झुन्डिँदै फाइनल्ली यहाँसम्म पुग्यौँ। हामीलाई चाहिँ ड्राइभर दाइले गोपालेश्वर मन्दिर भनेर मास्ति नै झारिदिनु भएको थियो अनि हामी चाहिँ थोरै हिँडेर जानु परेको थियो। अनि त्यसपछि हामी चाहिँ जाँदाखेरि पूजा गर्ने टाइम बन्द भएको थियो। अनि त्यसपछि हामी त्यो टाइमसम्म चाहिँ माथि गएर आउने भनेर हामी चाहिँ दक्षिणकाली माताको माथि मन्दिर दर्शन गर्न गयौँ। यहाँबाट चाहिँ यस्तो राम्रो भ्यू देखिरहेको थियो। अनि त्यसपछि हामी यहाँ दर्शन गऱ्यौँ अनि यहाँ भाइले चाहिँ आफ्नो विसहरू चाहिँ हात जोडेर मागिरहेको थियो। अनि त्यसपछि हामी सबैजनाले पालो दर्शन गऱ्यौँ। अनि त्यसपछि एकछिन त्यहाँ हावा खायौँ अनि तलतिर झार्ने सोचेर तल पूजा गर्न जाँदा पनि ढिला हुन्थ्यो नि त। अनि हामी पूजा गर्नको लागि चाहिँ पूजा गरिसकेर तलतिर झर्न थाल्यौँ। यो चाहिँ अलिकति माथि थियो अनि यहाँ चाहिँ बहिनी हेरिरहेको छ भ्यू। अनि हामी घाम लागिरहेको थियो, गर्मी नि भइरहेको थियो। हामी चाहिँ अनि तल झऱ्यौँ फाइनल्ली। अनि तल चाहिँ लाइन बस्न सुरु भइसकेको रहेछ मन्दिरको पूजाको लागि। त्यसपछि हामी यहाँ पूजा एकछिन लाइन बसेपछि खुल्यो अनि पूजा गरिसकेर चाहिँ हामी निस्किन लाग्यौँ। अनि अब चाहिँ ल फर्किनुपर्छ भनेर फर्के गए। पानी परिरहेको थियो हामी निस्कने बेलामा चाहिँ। अनि त्यसपछि अब हामी निस्क्यौँ। अनि त्यसपछि गाडीमा चाहिँ सबजना बोस निदाइरहेको थियो, म चाहिँ निदाएको थिइनँ।